एभ्रिवान दिस इज मे अन्जु अगेन विथ एनदर भिडियो। आज चाहिँ हाम्रो सामान आइपुगेको छ। हामी बुढा र बुढी चाहिँ अहिले 11 बजे सामान लिन जाँदैछौँ। यहीँ नजिकैको उसमा हाल्दै तेमुबाट सामान मगाएको थियौँ। यो चाहिँ सेकेन्ड टाइम हो तेमुबाट, पहिला चाहिँ सिएनबाट मगाइन्थ्यो। सो हामी चाहिँ जाँदैछौँ। अब फर्स्ट टाइमको सामान चाहिँ हाम्रो राम्रै आएको थियो। त्यसमा चाहिँ हामीले मैले मेकअप प्रोडक्ट मगाएको थिएँ घरमा पकाउन। सो बुढाहरू मात्रै अब जाँदैछौँ। योपालि चाहिँ हामीले अरू नै जुत्ताहरू यताउता मगाएको छौँ। पछि म चाहिँ ओपन गरेर देखाउने छु। सो गाइस साथीहरू, ल हामी चाहिँ अब पुग्न लाग्ने र यो तेमु एउटा राम्रो कुरा चाहिँ लाग्छ मलाई, ठ्याक्क बक्समा ल्याएर हालिदिन्छ अनि मेल आउँछ, पिन पनि पठाइदिन्छ, झिक्नलाई पनि सजिलै। नियर बाई छौँ। यो चाहिँ पिन थिच्दै हुनुहुन्छ साथीहरू। ल साथीहरू, सामान रिसिभ गऱ्यौँ फाइनल्ली। सामान पनि यसमा चाहिँ सिप भएको 5 दिनभित्रमै आइपुग्छ। जति सामान भए पनि सामान लिएर फेरि घर जान्छौँ अनि त्यसपछि ओपन गर्नेछौँ। ल साथीहरू, हामी चाहिँ अब रुममा पनि पुग्यौँ। हतार भइसक्यो सामान खोल्नलाई। छिटो अब चाहिँ फाइनल्ली ओपन हुँदैछ। खोलेर नि देखाउनु आउँदैछ साथीहरू। त्यही भएर हामीले चाहिँ यो जयनमाज मगाएको छौँ। थ्याङ्क गड राम्रै आएछ। र चाहिँ जयनमाज राम्रै आएछ साथीहरू। मैले चाहिँ त्यो भिडियोमा अरूहरूको त्यो योवाला होइन, अरू नैमा चाहिँ त्यो पोलिस्टरको बोरा जस्तोवाला देखेको थिएँ। अलिकति बेला आएको थियो। अर्को चाहिँ रहेको छ यो ल्याभेन्डरको धुपबत्ती। टाउको हाल्नु मिल्छ। अक्राक रहेको छ। ल कति साथीहरू, अब रमादानको लागि अहिले नै सबै रेडी गर्नलाई। फोन कति 15 प्रो म्याक्स। यस्तो खतरा बक्स प्याकिङ पनि मोबाइल छ 171। यो चाहिँ साथीहरू डबल साइडेड कभर हो, तलमाथिको डाइनिङ टेबलको हो। रमादान मुबारक लेखेको थियो। मैले चाहिँ सस्तो भएर मगाएको थिएँ, तर थाहा छैन साथीहरू कस्तो आयो। पोलिस्टरको जस्तो लागेको थियो। रमादान करिम लेखेको छ साथीहरू, त्यही भएर मैले चाहिँ मगाएको थिएँ। कपडाको रहेछ। ल राम्रो रहेछ त, भइहाल्छ, धुन नि मिल्ने रहेछ। यो चाहिँ घर पठाउनको लागि हो साथीहरू। 2टा कभर, मोबाइल प्रोटेक्टर, स्क्रिन प्रोटेक्टर, जुत्ता, मसाज ओइल हो साथीहरू। यहाँ चाहिँ अब राम्रै नपाउने भएर मसाज ओइल कस्तो काम गर्छ थाहा छैन। रिभ्यू चाहिँ राम्रै थियो। चाहिँ अब युज नगरिकन थाहा हुन्न, त्यही हो। वी विल सी। अब त्यही सामानहरू सबै राम्रो आयो तेमुमा। तपाईँहरू पनि अर्डर गर्न सक्नुहुन्छ हेरेर। अनि तेमुमा चाहिँ अर्डर गर्दाखेरि तपाईँहरूले चाहिँ मेन कुरा डाइमेन्सन हेर्न पर्ने हुन्छ है। के मेरो एउटा साथीको चाहिँ उसले डाइमेन्सन नहेरिकन मगाएछ, यत्रो सानो आएको थियो भनेर मलाई चाहिँ भन्दै थियो। सो मेन कुरा चाहिँ के को हो र अनि कति डाइमेन्सनको हो भनेर चेक गरेर मगाउनु होला। थ्याङ्क यू सो मच। सी यू इन अनदर भिडियो। बाई बाई।